दर्शकहरू सबैलाई जय मसीह। मेरो नाम मतियास सुब्बा। मजाको सब्जेक्ट छ, बोल्दाखेरि बोलेको हुन्छ यो, र पनि समयलाई हामीले अलिकति बाँधेर राख्नुपर्छ होइन। त्यस कारणले गर्दा म तपाईँहरूसँग केही कुराहरू बाँडिराखेको छु। मलाई अलिक तपाईँहरूसँग आराधनाको कुरा गर्दाखेरि यो आराधना भन्ने शब्द चाहिँ नि, यहाँ हेरिदिनुहोस्, यो वर्शिप भन्ने शब्द छ नि, यसको अङ्ग्रेजी शब्द चाहिँ वर्थशिप हो। हजुरले लेखिराख्नु होला, म नेपालीमा पनि भनिरहेको छु। वर्शिप भनेको चाहिँ आराधना हो होइन। तर यो शब्द चाहिँ कहाँबाट आयो भन्दा चाहिँ वर्थशिप, WORTHSHIP। वर्थ भनेको चाहिँ अङ्ग्रेजीको शब्दको कुल थाहा छ के हो भने, वर्थ भनेको चाहिँ मूल्य भनेको, योग्यता भनेको, बुझ्नुहुँदैछ। अब आराधना भनेको चाहिँ एउटा मूल्य, एउटा योग्यताको कुरा हो। अब धेरैचोटि आराधना भन्दा चाहिँ अहिले अलिक जवान हाम्रो जेन्जीहरूले बुझ्दै गर्दा चाहिँ म्युजिक बुझ्छ क्या, गीत गाउने बजाउने बुझ्छ। तर त्यो विषय पनि म अहिले भन्छु। तर खासमा आराधना चाहिँ त्यसरी बुझ्नु हुँदैन। हामीले आराधनालाई म्युजिकमा हामीले सीमित गर्नु हुँदैन। आराधना भनेको चाहिँ यति एउटा महान शब्द हो जसको अर्थ चाहिँ के अरे, अहिले के भन्यो मैले, योग्यता, मूल्य। अब हेर्नुहोस्, आराधनामा को चाहिँ योग्य छ, आराधना पाउने योग्य को छ भन्नुहोस् त? परमेश्वर। केवल परमेश्वर मात्रै आदरको योग्य, महिमाको योग्य, आराधनाको योग्य हुनुहुन्छ। आमेन। यो आराधना पाउने योग्य पास्टर मतियासको छैन, कुनै मान्छेको छैन। त्यसकारण हामी कहिले पनि मान्छेलाई आराधना गर्दैनौँ। हामी आराधना कसलाई गर्छौँ? परमेश्वरलाई गर्छौँ। आमेन। यसका आराधना अनि आदर लेखिराख्नु होला। जबसम्म परमेश्वर प्रति हाम्रो साँचो आदर हुँदैन, किनकि परमेश्वर योग्य हुनुहुन्छ नि आराधना, जबसम्म त्यो आदर हुँदैन तबसम्म आराधना हुँदैन। तपाईँ कति राम्रो बजाउनुहुन्छ, तपाईँ कति राम्रो गाउनुहुन्छ होइन, तपाईँ कति राम्रो के भनौँ प्रेजेन्टेसन गर्नुहुन्छ पब्लिकको अगाडि, त्यसमा भर छैन। आराधना चाहिँ केमा भर छ? तपाईँ कति प्रभुलाई आदर गर्नुहुन्छ। किनकि अहिले आराधना विभिन्न किसिमको भइराखेको छ। तर कतिचोटि यसो हेर्दा गर्दा कतै आदर भन्ने कुरा हराइ पो राखेको छ कि, परमेश्वरको योग्यताको कुराहरू हराइराखेको छ कि है। तपाईँ नि शनिबार चर्च आउनु अगाडि नि त्यो चर्चभित्र आएर मात्रै आराधना होइन कि, आराधना गर्नु अगाडि नै तपाईँको हृदयमा परमेश्वरप्रतिको भक्ति, आदर चाहिँ जन्मिसकेको हुनुपर्छ। कोही कोही बेला हामी चर्च जाँदा बाँच्दै जान्छौँ होइन, घरमा बुढाबुढी ठाक टुकटुक पर्दै कराउँदै, हो के भन्नुहोस् त। यो शनिबार चाहिँ शैतानले क्रिस्चियन घरहरूमा साह्रो एट्याक गर्छ क्या। बाउ आमाले नानीहरूलाई कराइरहेको त्यो मुड अफ भएर क्या चर्चभित्र जान्छ। खै त प्रिपरेसन, खै तयारी आराधना, छ्याट्टै गएर भित्र गएर एकैचोटि हाल के अरे गीत गाइदिने हो सन्ना भन्दै। वास्तवमा आराधनामा चाहिँ प्रिपरेसन अफ हार्ट, हृदयको तयारी एकदमै चाहिन्छ। त्यस कारण धेरैजना उपवास पनि बस्छन्, एकदमै राम्रो कुरा बुझ्दैछ। शनिबारको दिन उता आइतबार हुन्छ अनि एकदम त्यो बिहानै एउटा तयारी, प्रभु आज म तपाईँको आराधना गर्न गइराखेको छु, मेरो हृदयलाई तयार गर्नुहोस्। लर्ड आई रेस्पेक्ट यु, म तपाईँलाई आदर गर्छु। आदरसँग म आज शनिबारको दिन हतार होइन, रिसाउँदै होइन, मुड अफ भएर होइन चर्चभित्र, तर आदरसँग त्यो भन्नु चाहेको कुरा हो प्रिय। यो एटिट्युडमा, यो प्रवृत्तिमा तपाईँ र म भवनमा पस्यो भने नि त्यो आराधना अर्थपूर्ण भएर जान्छ। तर यहाँ त कोही बेला यस्तो हुन्छ, वर्शिप लिड गर्नेहरू नै तयारी छैन हो, हतार आयो, गिटार टिप्यो,
कुन गाउने हो त्यो पनि थाहा छैन। ल यो गाउने है भने हतार है अहिले वर्सिप टिमको विषय लिएर पनि कुरा गर्दै गर्दाखेरि है वर्सिप टिम पनि प्रिपरेसन अफ हार्टै हुँदैन, हृदयको तयारी हुँदैन। हुनसक्छ है गीत त हामीलाई थुप्रै याद छ, बुझ्दैछ, गीत त भट्टाबाटै गाइदिने हो, सबै याद छ, बजाइदिने हो, तर हृदयको तयारी चाहिँ खोइ। हृदयको तयारीको निम्ति चाहिँ परमेश्वरप्रति आदर चाहिन्छ, रेस्पेक्ट चाहिन्छ। परमेश्वर चाहिँ के हुनुहुन्छ? महान हुनुहुन्छ, उहाँ चाहिँ आदरको योग्य हुनुहुन्छ भनेर जबसम्म हाम्रो हृदयमा हामी यो कुरोलाई, त्यो विचार, त्यो भावनालाई जन्माउँदैनौँ नि, हामी आराधना गर्न जाँदा त्यति मजै आउँदैन। मैले अघि नै भनिहालेँ नि, कतिचोटि त रीतिरिवाज मात्रै हुन्छ, जाने हो, गाउने हो, बजाउने हो, अनि फर्किने हो। तर प्रत्येक आराधना चाहिँ अर्थपूर्ण हुनको निम्ति चाहिँ आज हामीले जान्नुपर्छ, हामी आराधना गर्न अगाडि नै हाम्रो हृदयमा परमेश्वरप्रतिको गहिरो आदर जन्म भइसकेको हुनुपर्छ। आमेन। मैले फेरि पनि भन्दैछु, आराधना अनि आदर। आमेन। किन आदर? किनकि परमेश्वर आराधनाको योग्य हुनुहुन्छ। गो विथ ड्यू रेस्पेक्ट इन द हाउस अफ द लर्ड। परमेश्वरको भवनमा जाँदा चाहिँ नि एकदमै आदरसँग जानुपर्छ हामी। अनि जब हामी आदरसँग जान्छौँ त्यहाँ वास्तविक आराधना सुरु भइसकेको हुन्छ। तपाईँले गाउँदा भित्र गएर बजाउँदा मात्रै होइन, तर तपाईँको त्यो हृदयमा नै, तपाईँको त्यो मस्तिष्कमा नै आराधना चाहिँ सुरु भइसकेको हुन्छ। आमेन। कतिजना तपाईँ खुसी लाग्छ शनिबार चर्च गएर आराधना गर्नको निम्ति, खुसी अघिबाट कतिजनालाई लाग्छ। हालेलुया, होइन? कहिले जाउँ, कहिले गएर प्रभुलाई आराधना गरौँ है, किनभने हृदय तयारी छ नि त। आमेन। तर कतिजनाहरू चाहिँ ओइ उठ, चर्च लाग्न आँटिसक्यो। चर्च लाग्छ 10 बजी, 10 बजी चर्च सुरु हुने हो, 10 बजी चाहिँ घरबाट सुरु हुन्छ। अनि भेटिहाल्दै कोही बेला त वचनको बेलातिर चर्च पुग्छौँ, किनकि आराधनामा आदर छैन। हामी जस्तो एउटा रुटिन वर्क गरिरहेको छ। दुःख लाग्दो कुराहरू छ है मण्डलीमा। आज तपाईँहरूले यो कुरालाई सिक्दै गर्दा आफैले पनि सिकेर अरूलाई पनि सिकाउनु। कतिजनालाई चर्च 10 बजी राख्छ, तर म गएर 9 बजी अथवा 9:30 बजी नै, होइन, कमसेकम 10 बज्नु 15 मिनट अगाडि गएर म के गर्छु, प्रभुलाई भेट्न जान्छु भन्ने लाग्छ। मैले अघि नै भनिहालेँ नि, चर्च 10 बजी लाग्छ, घरबाट 10 बजी सुरु हुन्छ। हतार कराउँदै चिच्याउँदै अनि हतार चर्च पुगिन्छ, अस्याङ पस्याङ हुन्छ, पसिना खलखल, होइन? अलिकति गएर अलिकति रिल्याक्स, होइन, अलिकति रेस्ट गर्ने ठाउँ समय पनि छैन। तर अरू बेला हो भने डक्टरले बोलाएको हो भने के हुन्छ, 10 बजीको अगाडि पुगेर पर्खिरहेको हुन्छ। डक्टरबाट 10:30 आउँछ हो, तर पर्खिरहेको हुन्छ। तर त्यो डक्टरभन्दा महान कौन हुन्छ? हाम्रो। त्यसकारण यो सबै हृदयको कुरा हो, आदरको कुरा हो, एटिट्युड, प्रवृत्तिको कुरा हो। परमेश्वर योग्य हुनुहुन्छ भन्ने कुरालाई जबसम्म हाम्रो हृदयमा, हाम्रो मस्तिष्कमा हामी हाल्दैनौँ, बुझ्दैनौँ नि, हामीले गरेको आराधनाहरू अर्थपूर्ण भएर जाँदैन। बुझ्नुहुँदैछ? त्यस कारण अब एकदमै आराधना भन्नु छ भने तपाईँले आदर भन्ने कुरालाई लिइहाल्नुहोस्, आदरसँग जानुहोस्, आदरसँग आराधना गर्नुहोस्। आमेन। केही छ तपाईँको प्रश्न? केही नबुझेको? यो चाहिँ क्लास हो है फेरि, त्यस कारण सोध्नुहोस्, एकदम खुल्ला। अगाडि बढेर जाउँ। आराधनाको थुप्रै शब्दहरू छ। यो हिब्रू वर्डमा चाहिँ एउटा मात्रै मैले लिएको छु, शाखा भनेर। शाखा भनेको चाहिँ टु पोस्ट्रेट, बाउ डाउन, एकदमै भुइँमा लम्पसार पर्नु। फल डाउन फ्ल्याट भनेको पनि एकदमै भुइँमा। तपाईँलाई याद छ इजरायलीहरू, यहुदीहरू चाहिँ प्रभुलाई आराधना गर्दाखेरि उहाँहरूले आफ्नो अनुहारले नि परमेश्वरलाई हेर्दैनन् थिए। उनीहरूको अनुहार पनि भुइँमा घोप्टो परेको हुन्थ्यो क्या। अनि
डु रेभरेन्स एकदमै आदर गर्नु, मेक टु स्टुप भनेको एकदम झुक्नु भनेको। त्यसकारण आराधना भन्ने शब्द नै हिब्रू भाषामा हामीले हेऱ्यौँ भने प्रभुको अगाडि लम्पसार हुनु है, शिर निहुराउनु, झुक्नु भन्ने कुरा। सो इट्स अल ह्युमिलिटी एक्चुअली नि। आराधना भन्ने कुरा चाहिँ नम्रताको कुरा हो। छाती फुलाएर है आत्मिक घमण्ड बोकेर हामी कहिले पनि आराधना गर्न सक्दैन। सबै प्रभुको अगाडि निहुरिने कुरा हो, प्रभुको अगाडि निहुरिने कुरा हो, प्रभुको अगाडि आफूलाई झुकाउने कुरा हो आराधना भन्ने। आमेन, बुझ्नुहुँदैछ? अनि अर्को ग्रिक भाषामा प्रोसेकेनियो भन्छ। त्यो पनि है भुइँमै नै एकदमै गएर राजाको खुट्टा चुम्बन गरेको जस्तै नि है, राजालाई गएर निहुरेको जस्तै हाम्रो राजाका राजा प्रभु यीशुलाई के गर्नु हो, निहुरिनु, फलिङ डाउन है, एकदमै भुइँमै। कतिचोटि यो चाहिँ तपाईँले अन्य हाम्रो मित्रहरूको है, उनीहरूको धर्मको है, उनीहरूको के भनौँ, विशेष बुद्धिस्टहरूको तपाईँले देख्नु भएको छ, उनीहरू भुइँमै निहुरिन्छ। याद छ तपाईँलाई? भुइँमा निहुरिँदै उठ्दै, त्यो चाहिँ उनीहरूको एउटा। हाम्रो अब त्यस्तै गर्दै त आउनु पर्दैन यहाँ, तर यो चाहिँ एउटा आराधनाको एउटा के हो, एउटा प्रकटीकरण हो, आराधनाको एउटा अर्थ हो। सेबोमाई भन्छ। सेबोमाईको अर्थ पनि टु रेभरेन्स, होल्ड इन अ भन्छ। प्रभुलाई आदर गर्नु। अ भनेको चाहिँ डर, एउटा मिठो शब्द आएको छ यहाँ। यो डर पनि दुई किसिमको हुन्छ, एउटा चाहिँ नकारात्मक हुन्छ, एउटा चाहिँ कस्तो हुन्छ, के अरे डर चाहिँ आदरको डर हुन्छ। यो अ भन्ने कुरो AWE अ भन्ने चाहिँ आदरको डर होइन। आज म पास्टर भएको कारणले मेरो मण्डलीले मलाई मसँग डराउँछ, तर मैले कुट्छ पिट्छ भनेर होइन, तर आदरसँग डर। अनि आराधनामा पनि हामी के गर्छौँ, आदरसँग प्रभुको डर मान्छौँ। जब प्रभुको डर मान्छौँ हामी डाँट्छौँ, हामी झुटो बोल्छौँ होइन, हेर्नुहोस् त। त्यस कारण हामी कति चाहिँ शुद्ध र पवित्र शुद्ध मन लिएर प्रभुको आराधनामा जानुपर्छ जब हामी प्रभुको डर मान्छौँ होइन। अनि अर्को चाहिँ ल्याट्रियो भन्छ। ल्याट्रियोको अर्थ चाहिँ हो टु रेन्डर रिलिजियस सर्भिस अफ होमेज। एउटा हामी इसाई भएको नाताले हामीले के गर्छौँ, आराधना प्रभुलाई हामी गर्छौँ। एउटा यो हाम्रो धार्मिक एउटा विधि पनि हो, किनकि प्रभुले नै भन्नुभएको छ है, म बिना अरू कुनै ईश्वर हुँदैन, कसैको अगाडि नझुक। यसको अर्थ हो मलाई मात्रै मान्नु, मलाई मात्रै पुज्नु। अनि हामी बाइबलमा धेरै ठाउँ पाउँछौँ कि प्रभुलाई चाहिँ आराधना गर्ने कुरा। आमेन। त्यस कारणले गर्दा आज यो आराधनाको सबै कुरालाई समेटेर हेर्दा त अघि मैले सुरुमा भने आदर होइन। अब यो कुरालाई बुझ्दै गर्दा त मैले बुझ्दा चाहिँ के हो, यो चाहिँ नम्रता। आराधना भनेको चाहिँ के हो, नम्रता, झुक्ने कुरा हो प्रभुको अगाडि। बुझ्दैछ? जबसम्म हामी प्रभुको अगाडि झुक्दैनौँ, नम्र हुँदैनौँ, हामी प्रभुलाई आराधना गर्नै सक्दैनौँ। हामी कति नम्र छौँ? प्रश्न नि, तपाईँलाई कतिजनालाई ट्याक्क रिस उठिहाल्छ, नाकमा लागिहाल्छ है, टुप्पीबाट धुवा निस्किहाल्छ होइन। प्रभुले चाहिँ नि हामीलाई आराधनामा चाहिँ नम्रता चाहनुहुन्छ। हाम्रो जीवन चाहिँ नम्रताले भरेको मानिसहरूले प्रभुलाई मजाले आराधना गर्न सक्छ। आमेन। रिस गर्दै है, रिसाउँदै रिसानी गर्दै हामी कहिले पनि आराधना गर्न हामी सक्दैनौँ वास्तव। किनकि हाम्रो मस्तिष्कहरू, हाम्रो मनहरू थुप्रै कुराले भरेको हुन्छ। तर जब हामी नम्र हुन्छौँ हामी क्षमाशील पनि हुन्छौँ, राइट? बुझ्दैछ? नम्रले क्षमा पनि गर्छ। बाइबलमा लेखेको छ नम्रले त पृथ्वीको अधिकार गर्छ पनि भनेको छ। हालेलुया। त्यस कारण प्रेम आज यहाँसम्म बुझ्दै गर्दाखेरि आराधनाको कुरामा, आराधना भन्ने कुरो चाहिँ योग्यताको कुरा हो। योग्य केवल परमेश्वर हुनुहुन्छ। आमेन। अनि आराधना र आदर भन्ने कुरा यति साह्रो जोडिएको छ। अनि वास्तवमा जबसम्म हाम्रो भित्र हृदयमा प्रभुप्रति गहिरो आदर हुँदैन, आराधना भन्ने कुरै आउँदैन
अनि आराधनाको अर्थलाई पुरा तौरले ग्रिक भाषा र हिब्रूमा हेर्दै गर्दा झुक्नु पर्ने, भुइँमा घोप्टिनु पर्ने, निहुरिनु पर्ने कुरा आउँदै गर्दा इट्स अल अबाउट ह्युमिलिटी। यो चाहिँ नम्रताको कुरा। नम्रता, नम्रहरूले चाहिँ प्रभुको आराधना गर्नु सक्छ। आमेन। अब हामी अगाडि अलिकति बढेर जाउँ। तपाईँले बुझेर भन्छ हात उचालेर मलाई सोध्नु होला है ल। अब सोध्नु भएर चाहिँ म विश्वास गर्छु हजुरले बुझ्नुभयो। आमेन। अब अगाडि बढेर जाँदै गर्दा म तपाईँहरूलाई 4 किसिमको आराधनाको विषय लिएर बताइराखेको छु है। 4 किसिम। सबैभन्दा पहिलो आराधना चाहिँ तपाईँले हेर्नुभयो भने इग्नोरेन्ट वर्सिप भन्छ। इग्नोरेन्ट वर्सिप भने चाहिँ अज्ञानतामा गरिएको आराधना। नेपालीमा लेखिराख्नुहोस्, इङ्ग्लिसमा त त्यही छ, अज्ञानतामा गरिएको आराधना है। इग्नोरेन्ट भने चाहिँ अज्ञान, नजानिएको। हजुर कसैले पढ्दा पनि हुन्छ है नेपालीमा। प्रेरितको किताब 17:23 पद यहाँ चाहिँ लेखेको छ, किनकि घुमफिर गर्दा र तपाईँहरूको भक्ति गर्ने ठाउँहरू हेर्न जाँदा मैले एउटा यस्तो स्थान भेटाएँ जसमा नजानिएको देवताको निम्ति भन्ने खोपिएको रहेछ। यसैले जसलाई तपाईँहरू नजानिकन बुझ्नुहुन्छ उहाँकै विषयमा म तपाईँहरूलाई बताउँछु। अब चाहिँ यहाँ के भएको छ भने नि, पावल चाहिँ एथेन्स भन्ने जग्गामा छ। अनि एथेन्सका मानिसहरू चाहिँ एकदमै धार्मिक मानिसहरू थिए। उनीहरूले विभिन्न देवी देवताहरू मान्थे, पुज्थे। त एउटा जग्गामा पावल पुग्दै गर्दा चाहिँ त्यो जग्गामा चाहिँ यसरी लेखेको रहेछ, नजानिएको के भनेको छ, टु द अननोन गड, नजानिएको देवताको निम्ति। नजानिएको देवताको निम्ति, टु द अननोन गड। यो एथेन्सको मान्छेहरूले यो ईश्वरलाई चिनेकै थिएन, तर पनि के गर्थ्यो, पूजा गर्थ्यो। बुझ्दैछ? चिनेको छैन र पनि के गर्थ्यो अरे, पूजा गर्थ्यो, आराधना गर्थ्यो। क्या नजानिकन कसरी चाहिँ आराधना गर्नु भन्नुहोस् त। त्यसो यहाँ चाहिँ पावलले चाहिँ अब सुसमाचारको खातिर त्यो नजानेको चाहिँ प्रभु यीशु हुनुहुन्छ भनेर त्यहाँ पछिबाट बताएको छ क्या। तर यो एक प्रकारको एउटा आराधना हो। हजुरलाई भनिरहेको छु, नजानिकन परमेश्वरलाई नचिनिकन पनि आराधना गरेको कुरा यहाँ छ। अब यो हाम्रो चर्चभित्र ल्याउँदै गर्दा कस्तो कुरा हो भने नि, प्रभु यीशु ख्रिस्टलाई आफ्नो मुक्तिदाता ग्रहण नगरिकन गरेको आराधना चाहिँ यो इग्नोरेन्ट वर्सिप, नजानिकन अज्ञानतामा गरेको आराधना। अब उदाहरण म तपाईँलाई भनौँ, अब म चाहिँ पास्टरको छोरा है, पास्टरको छोरा, ओके। सानैदेखि चर्च जाने, गीतहरू जानेको, सानैदेखि म एउटा सङ्गीतकार हो, बजाउने गाउने। तर 17 वर्षको उमेरमा मात्रै मैले प्रभु यीशुलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गरेँ। आमेन। तर 17 वर्षको अगाडि, 17 वर्ष पुग्न अगाडिसम्म चाहिँ गाइराखेको थिएँ, बजाइराखेको थिएँ, आराधना गरिराखेको थिएँ। तर त्यो सबै आराधनाहरू चाहिँ मेरो के थियो, अज्ञानतामा अथवा नजानिकन गरेको आराधना थियो। यस्तो खालके आराधना हाम्रो मण्डलीमा छ कि छैन होला? छ। किनकि कतिजना हाम्रो भाइ बहिनीहरू छ प्रभुलाई ग्रहण गरेकै छैन। उनीहरूलाई मरेपछि स्वर्ग जाने पक्का पनि छैन। कतिजना त जन्मै क्रिस्चियन छन्, जन्मै क्रिस्चियन भएकोले क्रिस्चियन भनेर भन्छन्, तर उनीहरूले प्रभु यीशुलाई पक्का तौरमा आफ्नो मुक्तिदाता भनेर ग्रहण गरेको छैन। बुझ्दैछ? अनि कतिजनालाई त यसरी आजै मरिगयो भने के हुन्छ होला भनेर सोद्धा, ला पास्टर बुवा खै के हुने हो याद छैन, पक्का पनि छैन क्या उसलाई म स्वर्ग जान्छु भनेर।
तर यस्तो मानिसहरू पनि मण्डलीभित्र छन् जसहरूले प्रभुलाई आराधना गरिरहेको छ। यो प्रकारको आराधनालाई चाहिँ इग्नोरेन्ट वर्सिप, प्रभुलाई नपाइकन गरेको आराधनालाई चाहिँ अज्ञानतामा गरेको आराधना भनिन्छ। तर तपाईँलाई याद छ हरेक आराधकले प्रभुलाई पाएको हुनुपर्छ। अब त्यो कुराहरू म बताउँदै जान्छु तपाईँलाई। तर म पनि एकजना थिएँ, पास्टरको छोरा होइन, गीत सबै जानेको, बजाउने गाउने सबै कुरा। तर 16 वर्षसम्म चाहिँ मैले अज्ञानतामा नै प्रभुको आराधना गरेँ। प्रभुलाई नपाइकन, प्रभुलाई जीवन नदिइकन, मुक्तिदाता भनेर ग्रहण नगरिकन के गरेँ, मैले प्रभुको आराधना गरेँ। अनि त्यो चाहिँ अज्ञानतामै गरेको आराधना थियो। आज हामी सबैजना जतिजना तपाईँ वर्सिप लिडरहरू हुनुहुन्छ, अनि कतिजना पास्टर अगुवाहरू हुनुहुन्छ, यहाँ राम्रो अगुवाहरू हुन्छ है, हामीले चाहिँ नि मण्डलीमा यो कुरो चाहिँ पक्का गर्नुपर्छ कि मण्डलीको हरेक भाइ बहिनीले चाहिँ प्रभु यीशुलाई ग्रहण गरेको हुनुपर्छ। यदि आराधक हामी हुन चाहन्छौँ भने, साँचो आराधक ट्रु वर्सिपर हामी हुन चाहन्छौँ भने, त्यो वर्सिप टिममा बसेको हरेकले पनि प्रभु यीशुलाई ग्रहण गरेको हुनुपर्छ। खालि मिठो स्वर, राम्रो गिटार बजाउने मात्रै भएर हुँदैन। कोही कोही बेला हामी ट्यालेन्टको हिसाबले आराधना टिममा क्या हामी जोड्छौँ मान्छेलाई, नराम्रो होइन, अब उत्साह त दिनै पर्यो होइन। हाम्रो यस्तो विचार पनि हुन्छ कि कतै है किबोर्ड बजाउँदै प्रभुलाई पाइ पो हाल्छ कि होइन, नराम्रो होइन त्यो विचारहरू। तर हाम्रो जिम्मा चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले उनीहरूलाई प्रभु यीशु ख्रिस्टलाई ग्रहण चाहिँ गराउनै पर्छ। हाम्रो एउटा टिम छ हिसाब सिङ्गिङ मिनिस्ट्री भनेर, धेरै वर्ष अगाडि सुरु गरेको, 38 वर्ष अगाडि। म त्यति बेला 20 वर्षको थिएँ है, अहिले 58 वर्ष पुगेँ म। अहिले पनि हाम्रो सेवाकाई चलिरहेको छ। तर हाम्रो टिममा एउटा हामीले एकदमै बुनियाद कुरा के राख्यौँ भने, प्रत्येक सङ्गीतकारले चाहिँ प्रभु यीशु ख्रिस्टलाई पाएको हुनुपर्छ। बरु त्यति राम्रो बजाउनु नजानोस्, गाउनु नजानोस्, तर नम्बर 1 चाहिँ एकजना तबेला बजाउने साथी आयो क्या, उहाँलाई मैले भने हाम्रो टिममा चाहिँ बिए चाहिँ गरेको हुनुपर्छ है भने मैले क्या। बिए भनेको त ब्याचलर अफ आर्ट्स हो होइन, एउटा एडुकेसन शिक्षाको कुरा हो नि त। अन्त हो बिए गरेको चाहिँ हुनुपर्छ हो र भने क्या, सायद उहाँले बिए गरेको थिएन होला है त्यति बेला। अन्त मैले चाहिँ उहाँलाई जिस्काएर भने होइन, बिए भनेको चाहिँ बर्न अगेन भनेको, नयाँ जीवन चाहिँ पाएको हुनुपर्छ। अब नयाँ जीवनै पाएको छैन, अरूलाई कसरी नयाँ जीवनको विषयमा भन्ने होइन। हृदय परिवर्तन भएको छैन, अरूलाई हृदय परिवर्तनको गीत र सङ्गीत कसरी बजाउने। त्यसकारणले आज हामी जतिजना आराधनाको कुरा गर्छौँ नि, आराधनामा सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ एउटा व्यक्तिले प्रभु यीशुलाई आफ्नो मुक्तिदाता ग्रहण गरेको हुनैपर्छ। मस्ट, प्रभु यीशुले पनि भनेको छ one must be born again। यो चाहिँ मस्ट भनेको चाहिँ हुनै पर्ने हो, हुन्छ भन्ने होइन, ल भन्ने कुरा होइन यो, मिल्छ मिलाइहाल्छु भन्ने कुरा होइन, मस्ट। जबसम्म एकजना व्यक्तिले प्रभु यीशुमा नयाँ जीवन पाउँदैन त्यो त स्वर्ग पनि पस्दैन। भनेपछि उसले गाएको गीतहरू त यहाँबाट छेडेर माथि पनि जाँदैन घाँसमा। ऊ जत्तिकै यो माइकमा चिच्यायो भने स्वर्ग हल्लिँदैन। बुझ्नुहुँदैछ? यस कारण यो यति साह्रो बुनियाद कुरा हो, यति मुख्य कुरा हो। तर देशटी यो कुरालाई हामीले पर सारेर आराधना भन्दै गर्दाखेरि खालि हामी स्वर म्युजिकलाई मात्रै मान्यता दिइरहेको। कति राम्रो बजाउँछ, कति राम्रो साउन्ड सिस्टम छ, कति राम्रो किबोर्ड छ। बुझ्नुहुँदैछ? जीवन इम्पोर्टेन्ट हो। आमेन। यस कारण पहिलो किसिमको आराधना अहिले हामीले चर्चमा पाउने हुन्छ अज्ञानतामा गरेको आराधना। कराइरहेछ, चिच्चाइरहेछ, आममा जेन्जीहरू उफ्रिरहेछ, तर राम्रोसँग उनीहरूलाई सोध्यो भने प्रभुलाई पाएकै हुँदैन राम्रो। त्यस कारण आज हामी लिडर्सहरूको, वर्सिप लिडर्सहरूको बेसिक बुनियाद हाम्रो जिम्मेवारी चाहिँ के हुन्छ भने हरेक आराधकले चाहिँ यीशुलाई पाएकै हुनुपर्छ, राम्रोसँग चिनेको हुनुपर्छ। आमेन। यो गर्नु भयो भने चाहिँ तपाईँको आराधना चाहिँ अर्कै हुँदै जान्छ, मण्डली स्वर्गीय हुँदै जान्छ। नभए त के अब गाउनु र बजाउनु त संसारको मान्छेले पनि गाउँछ बजाउँछ,
तपाईँ मभन्दा डरलाग्दो नाच्छ देख्नु भएको छ त नेपालको त झन् कस्तो हुन्छ पागलै हुन्छ होइन रुन्छ होइन है प्रभुलाई चाहिँ हृदयको खास छ बुझ्नुहुँदैछ यो पहिलो कुरा एकदमै इम्पोर्टेन्ट छ है मैले आज के भन्दैछु किनकि 38 वर्ष भयो है सङ्गीतको सेवाकाई गरेको बजाए गाए के हो के अब होइन अब यो बजाउँदै गाउँदाखेरि यस्तो घमण्डहरू पनि आउँछ है मान्छेले फुर माथि पार्छ मन पराउँछ तपाईँको फ्यानहरू हुन्छ केही पनि भन्नुहोस् नथिङ सबभन्दा ठुलो कुरो चाहिँ प्रभुलाई हृदय चाहिन्छ एकजनाले प्रभु यीशुलाई पाक्कै हुनुपर्छ ओके दोस्रो चाहिँ भेन वर्सिप भनेको छ क्या दोस्रो हेर्नुहोस् है त्यहाँ भेन भनेको चाहिँ व्यर्थको आराधना अर्को किसिमको आराधना चाहिँ बाइबलले बताउँछ पहिलो त मैले भने यीशुलाई नचिनिकन गरेको आराधना जसले पनि गाउने हो जसले पनि बजाउने हो होइन उफ्रिने हो नाच्ने हो तर प्रभुलाई चाहिँ पाएको छैन यस्तो किसिमको आराधना पनि चलिरहेको छ दोस्रो किसिमको आराधना चाहिँ व्यर्थको आराधना भेन वर्सिप यसलाई चाहिँ बाइबलमै लेखेको छ हजुर कसैले पायो भने पनि पढ्दा राम्रो हुन्छ मत्तीको किताब 15 अध्यायको 7 देखि 9 कुन जातिको कुरा गर्दैछ यो हजुर रहेछ इजरायलीहरूको कुरा गर्दैछ अनि प्रभु यीशुले चाहिँ नि उहाँको सेवाकाईमा चाहिँ पोइन्ट ब्ल्याङ्क भन्छ सिधै कडासँग के भनेको छ यो मान्छे चाहिँ पाखण्डी हो किनकि यो मान्छे पाखण्डी किन यिनीहरूले मेरो आराधना चाहिँ व्यर्थमा गर्छ यिनीहरूले मेरो आराधना चाहिँ मुखले मात्रै गर्छ तर यिनीहरूको हृदय चाहिँ मदेखि के छ के यो प्रकारको आराधना हामी मण्डलीमा पाउँदैनौँ पाउँछौँ यो यहुदीहरू अथवा यो शास्त्री फरिसी भन्नेहरू सदुकीहरू यस्तो थिए पब्लिकमा क्या जनतामा चाहिँ मान्छेले देख्दै गर्दा चाहिँ यिनीहरू एकदमै धर्मी खालके थिए लामो लामो लुगा लाउने होइन अनुहार पनि लामो उपवास पनि बस्ने एकदमै हेर्दै गर्दा चाहिँ एकदमै आत्मिक देख्ने तर प्रभुले चाहिँ यिनीहरूलाई के भनेको छ पाखण्डीहरू कप्टीहरू अङ्ग्रेजीमा भनेको छ हिपोक्राइट्स भनेको छ क्या कस्तो कडा शब्द चलाएको छ यदि प्रभु यीशुले कसैलाई गाली गरेको छ भने चाहिँ यिनीहरूलाई गाली गरेको छ अनि प्रभुले भन्नुहुन्छ तिमीहरू चाहिँ व्यर्थमा मेरो के गर्छौ आराधना गर्छौ किन व्यर्थमा किनकि तिमीले मुखले मात्रै मेरो आराधना गर्छौ ओठले मात्रै गर्छौ तर तिमीहरूको हृदय चाहिँ मदेखि के छ हृदय चाहिँ पैसातिर क्या संसारतिर ओठ मात्रै प्रभुतिर एकजना मान्छे नि स्वर्ग पुगेछ कि स्वर्गमा ओठै ओठ थियो अरे क्या थुप्रै ओठ थियो अरे प्रभु यो ओठ चाहिँ यति धेरै किन ओठ भनेर सोध्दैछ त्यति बेला प्रभुले के भन्नु पर्यो यो चाहिँ ओठ हे क्रिस्चियनहरूको ओठ हो ओठ चाहिँ स्वर्ग पुग्यो यिनीहरूको सम्पूर्ण शरीर चाहिँ नर्कमा छ भनेर क्या ओठ त एउटा भनाइ इलिस्ट्रेसन मात्रै हो तर यो रियल कुरा हो आज मण्डलीमा ओठले मात्र आराधना गर्नेहरू धेरै छ तर उनीहरूको हृदय नि संसारतिर छ पास्टरदेखि लिएर विश्वासीसम्म यस्तोहरू छ कसैलाई दोस्याएको होइन मैले तर यो कुरा भइराखेको छ खासै मन चाहिँ कता छ हृदय चाहिँ कता छ तर ओठले हो भने चाहिँ एकदमै अहिले नै स्वर्ग झार्ला जस्तो आराधना गर्छ उनीहरू दुःख लाग्दो कुरा यो बाइबलमा लेखेको छ अनि प्रभु कुनै कुरामा साह्रै नाराज हुनुभयो भने यही कुरामा नाराज भएर उहाँले यहुदीहरूलाई भन्नुभयो तिमीहरू चाहिँ पाखण्डीहरू देखावटी भनेको नि पाखण्डीहरू पाखण्डीहरूको चाहिँ दुईवटा दाँत हुन्छ एउटा चाहिँ देखाउने एउटा चपाउने हामी धेरैचोटि राजनीतिकमा मात्रै चलाउँछौँ तर आज यो कुराहरू मण्डलीभित्र पसिसकेको छ हाम्रो आत्मिक दुईवटा दाँत छ होइन एउटा देखाउने एउटा चपाउने र आज प्रभु खुसी हुनुहुन्न यस्तो प्रकारको आराधनाहरूमा प्रभुले क्लियरली भन्नुभयो तिमीहरू व्यर्थमा लामो लामो प्रार्थना लामो लामो आराधना तर हृदय चाहिँ प्रभुदेखि टाढो संसारतिर र आज यो गहिरो कुराहरू म हजुरलाई भनिरहेको छु आराधना भन्ने कुरा सुन्दै गर्दा हामीलाई मजा लाग्छ तर यसको सच्याइ कुराहरू पनि छ गहिरो कुराहरू छ हामीले बुझेनौँ भने मण्डलीमा नि कतिचोटि हामी व्यर्थको आराधना गरिरहेको छौँ त्यसकारण हामीले मण्डलीलाई सिकाउनुपर्छ यो कुरा कि हामीले चाहिँ
भेन वर्शिप, व्यर्थको आराधना, ओठको आराधना चाहिँ गर्नु हुँदैन। केवल देखाउनलाई, केवल मान्छेको अगाडि है आफैलाई एउटा आत्मिकी प्रदर्शन गर्नलाई मात्रै, तर हृदय चाहिँ टाढो छ। कोही कोही बेला हृदय टाढो हुँदै गर्दा यो पनि हुन्छ, हामी यहाँ आराधना गरिरहेको छ, हाम्रो मनहरू कता काठमाडौँतिर दुबईतिर डुबिरहेको हुन्छ है, कता डुबिरहेको। अनि आज धेरैजना यसरी आराधना ओठबाट गर्दै गर्दा र हृदय चाहिँ प्रभुदेखि टाढो हुँदै गर्दाखेरि उनीहरू बिस्तारै संसारतिर हराइराखेको पनि हामीले देखेको छौँ कि छैन भन्नुहोस् त। एक समय यस्तो राम्रो वर्सिप लिड गर्ने भाइ बहिनीहरू संसारमा हराए कता गए। म चाहिँ तपाईँलाई भन्छु कि यदि तपाईँको हृदय पनि प्रभुसँगै छ भने नि तपाईँ संसारमा जानुभयो भने पनि, पैसै कमाउनु भयो भने पनि त्यो आराधनाको हृदय चाहिँ तपाईँले बिर्सिनु। त्यसले गर्दाखेरि म भाइ बहिनीलाई भन्छु, बरु यसो भनेको राम्रो, तपाईँहरू कति बिमारी रोगी छ भने सक्नुहुन्न भने ठिकै बसेर आराधना गर्नुहोस्, सक्नु भन्छ भने उठेर गर्नुहोस् भन्दाखेरि अलिकति मिठो पनि सुन्छ। कतिचोटि हामीमा यस्तो हुन्छ, मैले उठेर गरिनँ भने ला म अलिकति आत्मिकी छुइनँ कि, मान्छेले देख्दा के भन्ला, यस्तो प्रकारको विचारहरू पनि हामीमा हुन्छ, जुन विचारहरू चाहिँ खासमा परमेश्वरबाट आएको, त्यो हामी आफैबाट उब्जाएको जन्माएको विचारहरू। किनकि विल वर्सिप भने नि आफूलाई सन्तुष्ट गर्ने, आफ्नो इच्छा अनुसारको आराधना गर्दै गर्दा यो प्रकारको कुराहरू हाम्रो जीवनमा आउन सक्छ। त्यस कारणले हामी जब आराधना गर्छौँ नि, हाम्रो आराधना चाहिँ आफू केन्द्रित, अडियन्स केन्द्रित नभएर परमेश्वर केन्द्रित हुनुपर्छ। आमेन। जब हामी परमेश्वरलाई केन्द्रबिन्दु बनाएर हामी आराधना गर्न थाल्छौँ नि, यति शक्तिशाली काम प्रभुले गर्नुहुन्छ। आमेन। त्यो तपाईँले थाहै पाउनुहुन्न, किनभने त्यो तपाईँले गर्नुहुन्न, त्यो पवित्र आत्माले गर्नुहुन्छ। हालेलुया। अनि चौथो आराधना चाहिँ हो ट्रु वर्सिप। अब बाइबलले चाहेको आराधना चाहिँ के हो? साँचो आराधना। सबैले भन्नुहोस् त, साँचो आराधना। हामी सबैलाई याद छ यूहन्ना 4:23-24। मलाई चाहिँ साह्रो मनपर्छ यो कुरा चाहिँ नि, प्रभु यीशुले ठुलो मान्छेलाई भनेको छैन, धर्मी गुरुहरूलाई भनेको छैन। यो कुरो कसलाई भनेको छ तपाईँलाई? सामरिक स्त्रीलाई भनेको छ। मजा लाग्छ क्या। प्रभुले के भन्नुभयो? अब यहुदीहरू चाहिँ मन्दिरमा आराधना गर्नु खोज्थे, सामरीहरू चाहिँ माथि माथि माउन्टेनहरूमा आराधना गर्नु खोज्थे होइन, डाँडाहरू। तर प्रभुले के भन्नुभयो? तर समय आएको छ र समय अहिले हो कि साँचो आराधना गर्नेहरूले चाहिँ पितालाई आत्मा र सत्यतामा आराधना गर्छन्, किनकि यस्तै आराधना गर्नेहरू चाहिँ परमेश्वरले खोजिराखेको छ भनेको छ। आमेन। अनि त्यसपछि भनेको छ परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई आराधना गर्नेहरूले आत्मा र सत्यतामा। अब त्यो मन्दिरमा होइन, त्यो डाँडामा होइन, अब चाहिँ केमा अरे? आत्मा र सत्यतामा। प्रभु यीशु स्वयं पनि नि वाक्कै भइसक्नु भएको थियो। यो यहुदीहरूको आराधना गर्ने तरिकाले सबै बाहिर देखाउने मात्रै थियो, देखावटी। यसका अघि भने प्रभुले त एकदमै डाँटिहाल्नु हो पाखण्डी भनेर। र अब प्रभुले एउटा नयाँ आयाम ल्याउनु हुँदैछ आराधनामा। त्यो आराधना चाहिँ कस्तो आराधना अरे? आत्मा र सत्यतामा। आत्मा भनेपछि परमेश्वरको आत्मा जहीँ पनि छ। मैले अघि नै भने यहुदीहरूको लागि चाहिँ नि मन्दिरमा मात्रै आराधना गर्नु पर्थ्यो, एउटा पार्टिकुलर जग्गा थियो। प्रभुलाई धन्यवाद होस्, हामी शनिबार आएर चर्चमा आराधना गर्छौँ, त्यो पनि हाम्रो एउटा ठाउँ छ आराधना गर्ने। आमेन। तर आत्मामा आराधना भन्दै गर्दा चाहिँ अब चाहिँ प्रभुले पवित्र आत्मा दिन लाग्नु भएको थियो। आमेन। अनि अब आत्माले आराधना गर्ने कुरा आउँदै थियो, शरीरले भन्दै गर्दा पनि। अर्को कुरो चाहिँ आत्मा भन्ने कुरो चाहिँ जहीँ पनि हुन्छ, एनीवेयर द स्पिरिट द लर्ड इज। त्यस कारण तपाईँ चर्चभित्र मात्र होइन, तर तपाईँ बाख्रा चढाउँदै गर्दा, तपाईँ घाँस काट्दै गर्दा, दाउरा काट्दै गर्दा, लुगा धुँदै गर्दा, गाडीमा हिँड्दा, एनीवेयर एनी प्लेस, कुनै पनि ठाउँ, कुनै पनि समय
तपाईँ प्रभुको आराधना गरिरहन सक्नुहुन्छ। आमेन। प्रभुले चाहिँ अब अर्कै आयाम पवित्र आत्मामा ल्याउनु हुँदै थियो। हालेलुया। यो चाहिँ आराधनाको एउटा के भन्नु बृहत्पना हो क्या। यहुदीहरूको लागि चाहिँ खालि कहाँ जानु पर्थ्यो? मन्दिरमा। सामरीहरूले पनि माउन्टेन डाँडातिर मात्रै खोज्थ्यो, किनकि पूजा ठानहरू राख्थ्यो उनीहरूले। तर अब चाहिँ आराधना चाहिँ आत्मामा हुँदै गर्दा चाहिँ पवित्र आत्माको शक्तिमा जहाँ पनि जहिले पनि हामी प्रभुलाई आराधना गरिरहन सक्छ। आमेन। देख्दा पनि नदेख्दा पनि। कोही कोही बेला आराधना देख्दा चाहिँ मजा आउँछ गर्नु, किनकि थुप्रै मान्छे हुन्छ। तर एक्लै चाहिँ फेरि आराधना हुँदैन। मोबाइल कोटाकै है। तर त्यो समय देख्दा नदेख्दा एनिवेयर जहाँ भए पनि, प्राइभेट होस् कि पब्लिक होस् होइन, जस्तै अवस्थामा पनि आराधना गरिरहने कुरा आत्मा। तर त्यति मात्र होइन, प्रभुले चाहिँ सत्यतामा पनि भन्नु। सत्यतामा आराधना चाहिँ अब चाहिँ देखाउटीमा होइन, रीतिरिवाजमा होइन। अब यहुदीहरूको निम्ति आराधना के हुन्थ्यो? ल्यायो, बोका काट्यो, चढायो होइन। उनीहरूको अब तपाईँलाई याद छ पुरानो नियम थुप्रै उनीहरूको रीतिरिवाजहरू थियो। तर अब चाहिँ रीतिरिवाज भन्दा पनि के हो? सत्यता। सत्यता के हो? परमेश्वरको वचन। परमेश्वरको वचन जस्तो सत्य अरू केही पनि छैन। हाम्रो आराधना चाहिँ परमेश्वरको वचनमा आधारित है, परमेश्वरको वचन अनुसार हामीले गर्नुपर्छ। सत्यको येशू हुनुहुन्छ, प्रभु येशूले भन्नु आई एम द ट्रुथ होइन, म चाहिँ के हो? बाटो, सत्य र जीवन। र यो कुरो चाहिँ येशूमा गरिने कुरा हो। अनि सत्य के हो? हाम्रो हृदयको सत्यता। त्यस कारण अघि सुरुमै भने आराधना चाहिँ अब हृदयको भयो क्या। बाहिर देखाउने भन्दा पनि अब हृदयबाट निस्किने एउटा उपज हो यो। हृदयबाट निस्किने तपाईँको एउटा प्रभुप्रतिको तपाईँको भावना, प्रभुप्रतिको भक्ति हो, प्रेम। यो मुखबाट बाहिर गरिदिउँ न जीवन चाहिँ जस्तोको सुकै हुँदैन। तपाईँको आराधना र जीवन मिलेको हुनुपर्छ। तपाईँको आराधना र तपाईँको जीवनशैली सँगै हिँड्नुपर्छ। यता आराधना गर्ने हो मन्दिरमा, यहुदीहरू जस्तो यता आएर चाहिँ पुरै अत्याचार गर्ने हो, घोटाला गर्ने हो, षड्यन्त्र गर्ने, त्यस्तो हुँदैन। आराधना अनि जीवनसँगै जानुपर्छ। त्यो चाहिँ सत्यताको कुरा हो। अब यो कुरोहरू चाहिँ प्रभुले मण्डलीमा पनि खोज्नु हुँदैछ। अनि जब प्रभु येशू आउनुभयो, प्रभु येशू आएपछि चाहिँ अब यो युग चाहिँ सुरु भएको छ, आत्मा र सत्यताको युग। आमेन। अनि अब आराधना चाहिँ एउटा रीतिरिवाज मात्रै होइन है, मुखको एउटा के भन्नु प्रदर्शनी मात्र होइन, हाम्रो वरदानको प्रदर्शनी मात्र होइन, गाउने बजाउने। तर अब हृदयको एउटा के हुनु पर्यो? आवाज हुनु पर्यो। हालेलुया। बुझ्दैछ? जब यो कुरो मण्डलीले बुझ्छ है, जब तपाईँले मैले बुझ्छौँ, हाम्रो आराधना बेग्लै भएर जान्छ। मलाई कोही कोही बेला नेपाल मनपर्छ। नेपालमा गरिएको गीतहरू म पनि धेरै ठाउँ घुमेँ। धेरै गाउँहरूमा अब गिटार त हुँदैन होइन, तर सिम्पल साधारण प्रकारले थपडी मारेर कहीँ मादल है, कहीँ यो छैकुडी भन्छ, ट्याम्बडी है, के भन्नुहुन्छ तपाईँले? खैचडी भन्नुहुन्छ है, बजाएर साधारण। तर त्यो कोही बेला फेसबुकहरू हेर्दै गर्दा तर हृदयबाट गीत गाइरहेको हुन्छ। साह्रो मनपर्छ क्या मलाई। झन् प्रभु त कति खुसी हुनुहुन्छ जस्तो लाग्छ क्या। आज चाहिँ हाम्रो आराधनाहरू चाहिँ के हो भने एकदम अब ग्ल्यामरस हुँदै गयो क्या। आराधना चाहिँ ग्ल्यामरस भनेको चाहिँ अब अलिकति रङ्गी चङ्गी प्रकारको हुन थाल्यो। तर आराधना चाहिँ वास्तवमा चाहिँ हृदयको कुरा हो। आमेन। यस कारणले गर्दा आज यो 4 किसिमको आराधना हामीले हेऱ्यौँ। तपाईँलाई कस्तो लाग्यो है, यसलाई तपाईँहरूले मूल्याङ्कन गर्नुहोस्। हामीहरूको बिचमा पनि तपाईँले बातचित गर्नुहोस्। र प्रभुलाई चाहेको चाहिँ के हो? के अरे? साँचो अनि सत्य अनि आत्मा। आमेन। अर्को गहिरो कुरो जाँदैछ है म। इन्ग्रिडियन्ट्स भन्छ अङ्ग्रेजीमा। इन्ग्रिडियन्ट्स भनेको चाहिँ नि मसलाहरू। आराधनालाई पनि मिठो बनाउने मसलाहरू। सबभन्दा पहिलो चाहिँ हो
मुक्ति। यूहन्ना 3:16 किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकलौती पुत्र दिनुभयो उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। मैले अघि पनि भने अब त्यही कुरामा फर्केर आउँदैछु। यदि तपाईँ आराधनालाई मिठो डेलिसियस स्वादिष्ट बनाउन चाहनुहुन्छ भने हरेक आराधकहरूले उद्धार मुक्ति अनन्त जीवन पाएको हुनुपर्छ। गाउनु नजानुहोस्, बजाउनु नजानुहोस्, दामी स्वर तपाईँको नहोस्, तर एउटा आराधक तपाईँ हुनुहुन्छ तर मुक्ति पाउनु भएको छ भने चाहिँ नुन हालेको जस्तै हो। आमेन। प्रभुले पनि भन्नुभयो तिमीहरू पृथ्वीका नुन हो के? कति इम्पोर्टेन्ट छ नुनको भूमिका छ होइन? त्यस कारणले नुन यहाँ चाहिँ म तपाईँहरूलाई उद्धार मुक्तिसँग के गर्छु कम्पेयर तुलना गरिराखेको छु कि प्रत्येक आराधकले चाहिँ प्रभु यीशु ख्रिस्टलाई पाएको हुनैपर्छ। आज यहाँ जतिजना तपाईँहरू आउनु भएको छ म विश्वास गर्छु तपाईँहरूले पनि यीशु प्रभुलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गर्नु भएको छ। आमेन। अनि तपाईँलाई पक्का छ आज म मर्यो भने म स्वर्ग जान्छु भन्ने पक्का तपाईँलाई छ। म यो विश्वास गर्छु। आमेन। त्यस कारण आज म तपाईँलाई भन्न चाहन्छु यदि हाम्रो आराधनालाई मिठो बनाउनु हो भने चाहिँ मण्डलीको हरेक सदस्यहरूले वर्शिप टिमको हरेक मेम्बरले प्रभुलाई पाएको हुनुपर्छ, अनन्त जीवन पाएको हुनै पर्छ। आमेन। म फेरि पनि दोस्रोचोटि यो कुरा हजुरलाई भनिरहेको छु। मेक स्योर that your worship team have accepted Jesus. यीशुलाई पाएको हुनैपर्छ। आमेन।